हेलो एभ्रिवान। अहिले राति कति बजिरहेको छु भने 11:20। मैले यतिखेर के गरिरहेको छु? केही अजिब काम। मैले के गरेँ भने एउटा सानो एउटा प्लानिङ गरेँ। जस्तो प्लानिङमा चाहिँ के बनाइदिएँ भने यहाँनिर एउटा छोटो एउटा प्रोटिनको चाहिँ एउटा फर्मुला बनाएँ मैले, ओके? एउटा प्रोटिनको फर्मुला बनाउँदाखेरि मैले के गरेँ भने प्रोटिन सेक, है त? बडीको लागि कुन कुरा हेल्दी हुन्छ। त्यसो भए प्रोटिन सेकको लागि मैले अब के कुरा कलेक्ट गरेँ भने चाहिँ आज यसो दिउँसोपट्टि गएर त्यहाँ अप्सन बजारमा कतापट्टि के पाइन्छ मैले जडीबुटीहरू अनि खोजखाज पार्दै कुनै कुरा तपाईँहरूले देखेको, कुनै कुरा थाहा नपाएको यस्तो कुराहरू चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट प्रपोर्सनमा मैले त्यसलाई फाइन्ड आउट गर्न ट्राई गरेँ र ल्याएको छु, है त? अनि यसमा चाहिँ एकदमै अजिब कुरा छ, जुन कुरा मैले खोज्नलाई धेरै नै समय लाग्यो, एकदमै मुस्किल गरेर पाएको थिएँ। सो अब यसलाई चाहिँ नाउ लेट्स मुभ अन टु द सेकेन्ड स्टेप। एन्ड सेकेन्ड स्टेप इज अब यसलाई लगेर किचनमा जानु पर्यो र किचनमा यसलाई हल्का रोस्ट गर्नु पर्यो, है त? सो लेट्स गो थ्रु दि प्रोटिन सेक स्टाइल। ओके, हेलो एभ्रिवान, दिस इज योर के भन्नु चाहिँ भयो भने जो छ अगाडि चाहिँ अब आज चाहिँ म के गरिरहेको छु भने आम ट्राइङ टु बिल्ड अप अ प्रोटिन अफ नेपाली कल्चर, त्यो पनि भेज, प्योर भेज। अब यतिखेर 11 साढे 11 बजिरहेको छ, मान्छेहरू सुतिसकेका छन्। म चाहिँ के गरिरहेको छु भने आम ट्राइङ टु काइन्ड अफ लाइक डु समथिङ एल्स हियर इन दिस किचन। मैले आज दिउँसोभरि के गरेँ भने गएर असमतिरबाट के कुराहरू टन्नै कुरा लिएर आएको छु, ओके? देयर आर मेनी मोर थिङ्स। अब यो सबै कुरालाई चाहिँ मैले स्टेप वाइज फलो गरेर त्यहाँनिर के गर्न पर्ने हुन्छ भने त्यसलाई रोस्ट गर्न पर्ने हुन्छ, है त? सो नाउ आई विल फलो द स्टेप्स। यु गाइज इन्जोय वाचिङ अल दिस थिङ्स बाई यर ओन आइज, ओके? ल अब हामी चाहिँ देखिसकेका कामहरू कन्टिन्यू गर्दैछौँ। सुरुमा मैले यहाँनिर आई ब्रट सम सिड्स। अब यो सिड्सहरूलाई जम्मैलाई रोस्ट गर्न पर्ने छ। It is a bad thing that people don't know what to do, not to know what to do. Look, last night I said this. I will do somebody better here. So, those are the results. Those are the results on the other side. Sorry, sir. Oh, he's mirror. Hello, you. What kind of thing? To cool the myself. Slightly fast for the things. I'm going to be nothing much nowadays. Oh, it's already good. And it's already good. You're back in the roast mama. How come? Kita mana orang bersih? Terus boleh kan? Nah, kalau masih kalau bisa we will look at the terus orang bilang tapi tapi kenapa boleh? Ini sekarang begini, nah boleh. Lagi mau pasang terus. Untuk terus juga. Exactly paham. Ya. So tadi harus dia harus terus. Terus kalau yang terus tadi harus segala macam itu. Mas tadi nggak bisa. Dia yang berfungsi. Ini mau seperti mana kan? Kita protein seperti apa? Protein itu apa? Sisi boleh kasih apa? Ada yang protein terus. Mau protein apa? Protein seperti apa sih? Kita harus belajar. Yang itu kita coba. Jadi kita harus belajar untuk hanya bintang. Itu kita harus. So let's do an experiment. Experiment गर्नु हामीले कुनै कुरा गरेको भन्छ मेरो ट्राई हुन्छ भने त्यो गर्नु पर्छ यसलाई अब फेरि स्लाइटली यतापट्टि पनि फेरि रोस्ट गर्न पर्यो यसलाई। मैले फेरि यसमा आगो बालिदिएको छु। सो नाउ यसलाई मैले स्लाइट यतापट्टि रोस्ट गर्न थालेको भने एकदमै स्लाइट रोस्ट चाहिँ धेरै होइन, फेरि हेर्नु लिक्विड मिक्सर भइसकेको छ। सो अब हामीले अब मेन कुरा भनेको यतिलाई रोस्ट गऱ्यो भने एउटा मेन इन्ग्रेडियन्ट छ जुन चाहिँ लुका छुपेपछि म लिएर आएको छु। त्यसपछि यसलाई कम्प्लिट गर्छु, ओके? अब यत्रो अजुबा गरिसकेपछि लास्टमा चाहिँ भनेको प्रोटिन भनेको चाहिँ यति छ। योभन्दा धेरै थियो, मैले धेरै नै थियो खाइसकेको छु, थोरै नै छ। अब यो प्रोटिनको चाहिँ यति भयो। तर एनिवेज प्रडक्ट चाहिँ राम्रै निक्ल्यो। यसले बडीलाई चाहिँ चाँडो हिल गर्छ अनि चाँडै रिफ्रेस गराउँछ। अब कुरा यति मात्रै हो, है त? दिस इज माई त्यो प्रोटिन सेक। म कुनै दिन निकालौँला बजारमै।